चरित्र सधैँ सफा राख, किनकि एकचोटि दाग लागेपछि न धोएर जान्छ न रोएर। के नै छ र जिन्दगीमा थपिँदै गरेका चाहना र पूरा नभएको सपना बाहेक। साथी भनेको गल्तीमा सिकाउने, दुःखमा सम्झाउने, समस्यामा सघाउने, योजनामा साथ दिने, खुसीमा रमाउने र प्रगतिको लागि प्रेरित गर्ने निस्वार्थ मनको हुनुपर्छ हजुर। शत्रु बिनाको सफलता, प्रतिस्पर्धा बिनाको खेल, संघर्ष बिनाको जीवन, भोग बिनाको खाना, प्रेम बिनाको सम्बन्ध र नुन बिनाको तिहुन खल्लो खल्लो हुन्छ। चाहिने बेलासम्म त म पनि सबैका लागि सही थिएँ। जब मेरो जरुरत घट्यो तब म गलत भएँ। पैसा ठुलो कि खुसी त्यो आजसम्म थाहा भएन। जति बेला जे कमी थियो त्यही ठुलो लाग्यो मलाई। यो संसारमा आमा बाहेक अरू कसैले निस्वार्थ प्रेम गर्न सक्दैन। आमा शब्द फेरि खोजेर पाइँदैन, त्यसैले हुँदा कदर गर्न सिक्नुस्। बोलेर नथाक्ने मेरो बानी, आजकल मौनता नै प्यारो लाग्छ। उमेरले हो कि मान्छेको व्यवहारले हो, बुझ्नै सकिन। बुझ्नेले मौनता पनि बुझ्छ। दुःख सुनाइरहन अनि माया देखाइरहन जरुरी हुँदैन। बिग्रिरहन्छ मन, सम्हालिरहनुपर्छ। भत्किरहन्छ मन, बनाइरहनुपर्छ। सोचे जस्तो कसको छ र जिन्दगी, यो हाम्रो मनलाई मनाइरहनुपर्छ। हिरा पाएपछि सुन बिर्सने, उज्यालो पाएपछि जुन बिर्सने, पैसा कमाएपछि गुण बिर्सनेहरूको बाक्लै जमात छ आजकल। मेरो बारेमा मलाई नि त्यति थाहा छैन जति त्यो कुरौटेहरूलाई थाहा छ। मनको धनी भएर आफन्त कमाइन्छ भन्नु त एउटा भ्रम मात्रै हो। त्यहाँ आफन्त कमाउन त धनकै धनी हुनुपर्छ। मरेपछि त पृथ्वी नै दान गरे पनि केही हुनेवाला छैन। बाँचुन्जेल एक शब्द मिठो बोलिदिनुहोस्, त्यो नै सबैभन्दा ठूलो महान कार्य हुनेछ। केवल 2 जना मान्छे मात्र यो दुनियाँमा खुसी हुन्छन्। एक जसले मायामा सबै कुरा पाउँछ र दोस्रो त्यो हो जसलाई थाहै छैन कि माया के हो। याद बनेर जानेछु, तर कसैमाथि बोझ बनेर कदापि बस्ने छैन। मलाई अरूसँग तुलना नगर्नु। म जस्तो अरू र अरू जस्तो म कहिले हुन सक्दैन। शब्दको मिठासले भित्रका रहस्यहरू प्रकट गर्दैन। मयूरलाई हेरेर कसले भन्न सक्छ कि यसले सर्प हान्छ भनेर। कसैको पाउ पर्न जरुरी छैन। बाटो सही रोज्नुस्, गन्तव्य आफै मिल्छ। समय हेर्न घडी नै कहाँ चाहिन्छ र। ढल्किँदै गरेको उमेर, मर्दै गरेका कैयौं रहरहरू र इच्छाहरू र बढ्दै गरेका जिम्मेवारीहरू नै घडी रहेछन्। बाटो चिनेर भन्दा पनि मान्छे चिनेर हिँड्नुपर्छ यहाँ। सन्तुष्टि व्यक्ति सधैँ धनी हुन्छ, तर लोभी व्यक्ति कहिल्यै पनि सन्तुष्ट हुँदैन। अर्थ बिनाको शब्द जस्तै भएको छ जिन्दगी। न त सोचे जस्तो न त चाहे जस्तो। जिन्दगीको आफ्नै नियम छ। पर्खे भेटिन्छ, सहे देखिन्छ। गुमाउँछु कि भन्ने डर थियो, अब त्यो पनि रहेन। बस किन भेट भयो भन्ने गुनासो मात्रै रहन्छ। घमण्ड गर्नेलाई गर्न दिनुहोस्। भुइँ छोडेर उडेको धुलो पनि हावाले छोड्यो भने फेरि आउने त भुइँमै हो हजुर। ढिलो उमेरमा बिहे गर्नु र साँझ पख तरकारी बजार जानु उस्तै हो। पाउन त पाउने, तर सबैले छानेर छोडेको। अक्सर त्यस्ता सम्बन्धहरू दुर्घटनामा पर्ने गर्दछन्, जहाँ देखावटी इमान्दारितालाई हतियार बनाएर झुटको सहारामा कसैको मन कब्जा गर्न खोजिन्छ। छुट्याउन नसक्ने तपाई पक्कै हुनुहुन्न। त्यही भएर आफूलाई जे मन पर्छ त्यही गर्नुहोस्, किनकि कुरा काट्नेले त तपाईले केही नगर्दा पनि काटिरहेका हुन्छन्। हाँस्न त हाँसेको छु तर खुसी छैन। बाँच्न त बाँचेको छु तर चाहना छैन। यहाँ आफ्नाहरू त जस्ता धेरै छन्, तर साँच्चीकै आफ्ना भने कोही छैनन्। चाउचाउ जस्तै बटारिएका मान्छेहरू उम्लेपछि आफै गल्छन्। बस धैर्य गर्नुपर्छ।
जुन सजिलै पाइन्छ त्यो धोका हो, जुन मुस्किलले पाइन्छ त्यो इज्जत हो, जुन हृदयबाट पाइन्छ त्यो प्रेम हो र जुन भाग्यले पाइन्छ त्यो मित्रता हो। हदभन्दा बढी पीडा सहेपछि मान्छे मौन बस्न थाल्छ, त्यसपछि न कसैसँग गुनासो गर्छ न त कसैको आश। कसैले बुझेन भनेर रुनु पर्दैन, आफ्नो मौनतालाई शक्तिमा बदल, बोल्नु सधैँ जरुरी हुँदैन। जरुरत सकिएपछि दिएको हीरा भन्दा जरुरत पर्दा दिएको कोइलाको महत्व धेरै धेरै हुन्छ। तपाईहरुलाई कस्तो लाग्छ प्लिज लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनुहोला है त। लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्न नभुल्नुहोला है त।